ओके, नमस्ते सबैमा। रामबहादुर बुवा होइसिन्छ, रामबहादुर विश्वकर्मा बुवा। एकचोटि यता यसो झलक हजुरको यो ब्रान्डेड दारी एकचोटि। आहा, ल टोपीदेखि लिएर बुवाले डेन्ट पेन्टको गाडीको डेन्ट पेन्टको काम अहिले 83 वर्ष पुग्नु भएको छ, अझै पनि काम गरिराख्नु भएको छ। यहाँ सामाखुसी रानीबारी नेर यो बाँसघारीको छेउमा विकास दाईको गाडी वर्कसप र अनि रामबुवाको चाहिँ यो डेन्ट पेन्टको काम सँगै चल्छ। लगभग 10 वर्षदेखि म पनि गाडीहरूको चाहिँ उपचारार्थ यहीँ आउँछु र जति पनि डेन्ट पेन्ट र झ्यालको ढोकाको कामहरू बुवाले गर्दै हुनुहुन्छ। बुवा एकदमै उदाहरणीय नमुना नै होइसिन्छ, यो उमेरमा पनि एक्टिभली काम गर्दै। बुवालाई धेरै धेरै नमन। उदाहरणीय। अब धेरै बुढापाकाहरू 60 नपुग्दै म त बुढो भएँ, अब मर्ने बेला भयो भनेर खुट्टा तन्काउँछन्। यी सबैजनालाई चाहिँ बुवा एकचोटि बुवा केही भनिदिनुहुन्छ? 60 मा खुट्टा तन्काउनेलाई हजुर 84 मा काम गर्दै होइसिन्छ। केही भनिदिने हो हजुर? यता एकचोटि त हजुर, त्यो 60-65 मै बुढो भएँ भनेर खुट्टा तन्काउनेहरूलाई केही भनिदिन्छ? त्यो सबैसँग काम गर्नुपर्छ, त्यो बसेर खाएर हुँदैन। ल धन्यवाद बुवा, धन्यवाद। हजुरले अझै पनि उदाहरणीय गरिराख्नु होला। तगडै हुनुहुन्छ बुवा, 83 मा पनि।